अब हिजो नेपाली जनताले त्यही जनजातिले त्यही तामाङले माओवादीको नेतृत्वलाई पनि भोट हालेका थिए, एमालेका नेतृत्वलाई पनि भोट हालेका थिए, अहिले चाहिँ राजसभाको नेतृत्वलाई पनि भोट हालेका थिए। तामाङ चाहिँ राजनीति गरेको भए त तामाङको 20 लाख मत त मलाई आउँथ्यो होला नि त, 20 लाख मत चाहिँ आएन होइन। अब सबै जनजाति र तामाङले उहाँहरूलाई हाल्दाखेरि जातीय भएन। अब आज चाहिँ कुलमान घिसिङले पार्टी खोल्छ कि भन्ने डर, त्यो पनि खोल्छ कि भन्दाखेरि तामाङ पार्टी भन्ने योभन्दा अन्याय के हुन्छ भने एउटा चाहिँ कुलमान घिसिङ भनेको यो देशको राष्ट्रिय रूपमा चाहिँ काम गरेर स्थापित डेलिभरी दिएर स्थापित राष्ट्र देश विदेशमा चाहिँ यो मान्छे काम गर्ने मान्छे हो। चाहिँ भारतदेखि लिएर चाइनादेखि लिएर अमेरिकादेखि लिएर युरोपदेखि लिएर सबैले इनर्जी सेक्टरमा चिनेको व्यक्तिलाई अब तामाङको कित्तामा राखेर अथवा जनजातिको कित्तामा राख्ने भने योभन्दा अन्याय के हुन्छ। अब मैले पार्टी नै खोल्न नपाउने। अब मैले एउटा कुलमान चाहिँ तामाङको चाहिँ नाक भएको मान्छेले पार्टी खोल्यो भने चाहिँ तामाङको किताबमा अथवा हुँदा अब घिसिङहरू बढी आउँछन्। हेर्नुहोस्, जहाँ ठाउँ त घिसिङकै पार्टी भयो कि भन्ने जस्तो हुन्छ। अब यस्तो अन्यायको होइन। अब जातीय कुरो कसले गर्दो रहेछ भन्ने मैले बुझिरहेको छु के होइन। हामीले कहिले पनि जातीय कुरो गरेन, जातीय काम कहिले पनि गरेन। हाम्रो समुदायले जातीय कुरो कहिले पनि गरेन। अब त्यही म त त्यो जातीय कुरा गरेर हिँड्ने मान्छे पनि होइन। तपाईँ सबै पार्टीमा छ नि त, तामाङमा सबै पार्टीमा जनजाति छ नि। ती चाहिँ जनजातिले चाहिँ उठाएका मुद्दाहरूलाई लिएर केही पार्टीका नेता नेतृत्व अहिले चाहिँ सरकारमा छन् होइन। अब मैले चाहिँ अर्को पार्टीको माओवादीलाई, एमालेलाई, काङ्ग्रेसलाई, रासोपालाई चाहिँ अर्कै जातिको पार्टी भन्न थाल्यो भने के हुन्छ। यो देशमा जाति द्वन्द्व कसले ल्याउनु खोजेको हो? द्वन्द्व चाहिँ कसले ल्याउनु खोजेको हो? यो गम्भीर विषय हो। जुन बेला उहाँको सर्वोच्च नेताले मलाई तामाङको पार्टी खोलेर हुन्छ भनेर भन्ने व्यक्ति उहाँको पार्टीमा 100% 99% उहाँकै जातको मान्छेहरू हुनुहुन्थ्यो। उहाँलाई जातको अर्थ नलाग्ने, जातको चाहिँ बात नलाग्ने होइन, कसैले नभन्ने र म पार्टी खोल्छु, यो देशको नेतृत्व गर्छु भनेर लाग्छु भन्ने त्यो पनि पार्टी पनि खोलेको थियो। अनि उल्टो चाहिँ जातको चाहिँ बिल्ला गिराउने काम यो देशमा मैले यो 6 महिना भयो राजनीति गरेको, यस्तो भयो भने एकदमै अन्याय।